फर्किनु पर्यो तर मन चाहिँ उतै गयो। अब यो बुढाले कसलाई बेला छोरी भनेर विचार गर्दै थिए इन्द्र उनी ब्रह्माजीले विचार गरेछन् यो गौतम जस्तो सिधा छैन बडाले उनीले हो र त्यही गौतमलाई जस्तो छोरीले बिहा गर भने अनि इन्द्रले चाहिँ हेर्दै थिए कसले बिहा गर्छ भनेर गौतमले बिहा गरेको थाहा भयो। अब इन्द्रको मन भने उतातिर गयो। अब राम्री देखेपछि अब कसरी होला अब ल्याउन नपाए नि राजालाई विचार गर्दै थिए गौतमले नै अहिल्या बिहा गरे। सरस्वती नदीका कुनै नै हो त्यहाँ बस्दै थिए। ब्रह्माजीको 4 बजे गर्नुहुन्छ होला हामीले अब ढिलो भएपछि 4 बजे ब्रह्मपुत्रमा पुग्नुपर्छ। नसके 5 बजेतिर नि उठ्ने हो हामीले गाउनुभन्दा अगाडि नै। अनि स्नान गर्ने जप तप गर्ने सकिन्छ के पूजा गरिन्छ गर्ने। ब्रह्माजी त्यसै गर्थे। ब्रह्म मुहुर्तमा उठ्थे अनि सती नदीमा गएर स्नान गर्थे सन्ध्या गर्थे त्यहीँ बसेर अनि आएर पूजा पाठ गर्थे। अनि उनले चाहिँ ब्रह्माजीले त्यतिखेरको अवस्था घडीसरी नभएको एउटा कुखुरो पालेर कुखुरो भनौँ बाँच्दो रहेछ। कुखुरो अहिले पनि 4 बजे कुखुरी कहाँ गर्छ।